वेलकम ब्याक टु माई न्यू ब्लग होइन। हामी चाहिँ आज त्यो खासमा चाहिँ खोलाको किनार हिँड्ने भनेर आएको थियो, हिजै आएको थियो होइन। अनि हिजो चाहिँ फेरि छुट्टी रहेछ क्या, इलेक्सन डे पऱ्यो। दोस्रो कुरा चाहिँ फेरि वाइल्ड चाहिँ जहिले पनि यो एरियामा बिदा हुँदो रहेछ। अनि हिजो रेस्टुरेन्टहरू पनि कहीँ खुला थिएन, भोकभोकै बिजो भएर सुत्यो। आज होटल चाहिँ पाएर हिजो त्यहाँ बसेको थियो। यो होटलमा चाहिँ आज 11 बजीसम्म छोड्नुपर्छ क्या। रेडी हुँदैछु। आज बबाल भ्लग हुनेवाला छ गाइस। आजको दिन चाहिँ हामी खतरा एडभेन्चरस ठाउँमा जाँदैछौँ। त्यो चाहिँ हामीले जसरी जाने भनेर सोचेर आएको नि त। अन्त म चाहिँ रेडी हुँदैछु। म आइपुगेछु टिकट काट्ने ठाउँमा होइन। 20,000 चाहिँ खर्च हुने रहेछ गाइस। लडतर नसम्झिने यो ठाउँलाई होइन। ट्याक्सी फी यता बस पाउँदैन होइन। खानु बस्नु पर्यो, मेन गेट हो होइन। अनि टिकट चाहिँ तपाईँले त्यहाँ मानन पर्छ एकजनाको। अनि त्यहाँ चाहिँ पार्किङ गर्ने है। यहाँदेखि टक्क छिर्ने। सो हामी चाहिँ हिँडिसक्यो अहिले होइन, ठक्कसँगले। सेल्फी स्टिकबाट भ्लग गर्दैछु गाई चाहिँ आज चाहिँ 0.5 एङ्गलबाट गोप्रोको स्टाइलमा गरौँ भनेको अहिले भएन। सो हामीभन्दा अगाडि अघि यिनीहरूले बिहानैदेखि ट्रेल चाहिँ हुन्छ नि पार गरिसकेको छ। यिनीहरू बुढीहरू हेरेर यस्तो जोसमा ओइ तलहरू त झस्याङ्गै हुँदो रहेछ त हौ। सबै बुढाहरू अघि बाटो काटिसकेको छ। हामी भर्खर जाँदैछ यार। हामी उल्टो आएको कि ट्रेल उल्टो यिनीहरू हिँडेको हौ। सो खोला एकदम तल छ है गाइजहरू, एकदम अग्लो छ क्या यो। यहाँबाट खस्यो भने यो फोन खस्यो भने बाँच्दैन, डेन्जर। हिँड्नु चाहिँ एकदम ट्रेल चाहिँ राम्रो छ। तिजीमा चाहिँ यो तिजीमा भनेको नकुद्नु अरे। पूजा अघि तिमीले लखर कुदेको नकुद है। पानी बोक्यो अघि गाडीमा छोडेस लाग्यो। यो ट्रेल चाहिँ हामीले यहाँबाट सुरु गरेको होइन। सुन्दाम भ्यालीबाट सुन्दाम ख्याङ्गीथुङबाट यहाँबाट सुरु गरेर हामी अहिले आइपुगेछौँ। यहाँ आइपुगेछौँ हिँड्दै होइन। अनि हामीले आज हिँड्नुपर्ने तलसम्म छ है। 3.6 किलोमिटर छ यसको यो लाइन चाहिँ। सो सरासर जानेछ हामी। धेरै भुल्यो भने अहिले हामीलाई गाह्रो हुन्छ नि त। सो हामी अब चाहिँ सरासर जान्छौँ। अनि एकदम गर्मीको बेला चाहिँ गाह्रै हुन्छ होइन। तर आज चाहिँ कस्तो मौसमले पनि साथ दिएको छ क्या। ठ्याक्कै हल्का हल्का चिसो कुल हावा पनि मजाले चलिरहेछ होइन। अनि ह्युमिडिटी पनि त्यति धेरै छ। त्यही भएर हामीलाई सजिलो भइरहेछ आज हिँड्नु चाहिँ। अनि पानी चाहिँ अब बिचमा हामीलाई रेस्टुरेन्टहरू छ भने चाहिँ त्यहाँनिर हामी गएर पानीहरू लिन्छौँ। यहाँ पारि चाहिँ हाम्रो रकहरूको भ्यू चाहिँ बबाल देख्यो होइन। यो पुलमा तर घाम चाहिँ पुरा चर्को लाग्दो रहेछ क्या। झ्याउ लाग्दो रहेछ घामले। पसिनाले छ्याप्पै भइसक्यो किनकि भित्तामा छ नि त। घामले ठ्याक्कै भेट्ने घामले अगाडि अनुहारमा। अनि त्यही भएर घामले भेटेपछि झ्याउ हुँदो रहेछ क्या। सो पारीको भ्यूहरू ढुङ्गाको चेपमा यस्तो गोरुहरू बस्ने ठाउँ जस्तो होइन। नेपालमा भएदेखि न्याउरी मुसाहरू हुन्थ्यो होला। त्यो गोरुहरू हुन्छ नि। त्यो सायद पहिला मान्छेहरू त्यस्तोमा बस्थ्यो होला यार यस्तो ठाउँमा। यो ठाउँहरू त पारी पहिरो लडेर रहेछ। त्यो ढुङ्गा छ। यस्तो ढुङ्गा घारीमा रुखपा लाग्दाखेरि मलाई अचम्म लाग्यो क्या। केही छैन क्या कोरियामा ढुङ्गा बाहेक केही छैन। न माटो के छ। यस्तै ठाउँमा यस्तो बनाएर घुम्ने ठाउँ होइन। मुनि हेर्नु न डन्ठीहरू फलामहरू हालेर सस्पेन्सन बनाएको छ। र पनि त्यस ठाउँमा पनि मान्छेले पैसा उठाएर होइन रोजगार सृजना गर्नु भनेको हो क्या। सरकारले लगानी ठिक ठाउँमा गऱ्यो भने मान्छेको पैसा जहीँबाट गोजीबाट झिक्दो रहेछ क्या। दामी ठाउँहरू बनाएर होइन यस्तो फलामको। हाम्रो नेपालमा पनि छ नि यस्तो हुम्ला जुम्लातिर के अरे रुकुम रोल्पातिर योभन्दा खतरा एडभेन्चरस ठाउँहरू छ नि। खोलाहरू होइन लडी मर्ला जस्तो मान्छेहरू ढुङ्गाहरू तर के गर्नु छैन कतिले कोही। सो हामी चाहिँ जान्छ अब थर्ड पोइन्टमा पुगिसक्यो। थर्ड पोइन्टदेखि चाहिँ दुईवटा छ क्या। हामी 2 किलोमिटर भनेपछि थर्ड पोइन्टमा पुगिन्छ। थर्ड पोइन्टदेखि लास्ट पोइन्ट 4टा पोइन्ट छ। अब हामी बबाल ठाउँमा जान्छ। सातै गयो बबाल ठाउँमा हामी जान्छ। सिसा गाइस सिसा फुटेर गइन्छ कि जरामतिर। यहाँ चाहिँ बेस्ट ठाउँ छ क्या। सिसा घर बोल्नु भन्दा फुटेर झर्ला जस्तो तर कोरिएछ क्या सबै। नकोरेको अझै बबाल हुन्छ। सायद मान्छे धेरै ब्लर हालिदिएको छ मान्छेबाट। आज तपाईँलाई हाइटको भ्यूबाट है कस्तो छैन म देखाउँछु बाहिर भ्यूबाट। फोन झर्दैन होला सायद। हामी यस्तो ठाउँमा हिँडिरहेको छौँ अहिले। फोन झऱ्यो भने चाहिँ सक्यो नि फेरि गाइजहरू। फोन महँगो छ नि पैसा नभएको बेला होइन।
गर्मी चाहिँ बहुत भइरहेछ तर पनि इन्जोय भएर होला अलिकति हवाइलो दिन भएर होला रमाइलो फिल भइरहेछ होइन नत्र त खतरा हो क्या यो ठाउँहरू नि एकदम हाइटमा त्यहीमाथि खोलाको डिल भिरहरूमा होइन पारिपट्टि हेर न पारिपट्टि झन् कस्तो डरमर्दो भिरहरू छ तर सेफ्टी चाहिँ एकदम राम्रो क्या हरेक ढुङ्गाले नि हामीले कसेर होइन तारले बाँधेर हुन्छ कि यहाँ माथि जाली रहेछ अघि झन्डै टाउकोमा ढुङ्गाले लाग्यो माथि जाली माथि ढुङ्गा झरेर बाँच्यो होइन सातो गयो मेरो त ढ्याङ झरेर सो सबैभन्दा राम्रो ठाउँ चाहिँ मलाई यहाँ लाग्यो गाइस कतै झर्ना देख्छ सानो झर्ना चाहिँ लास्टै गर्नु भइसक्यो होइन आधी बाटो आउँदा सबैभन्दा लामो रहेछ अनि बाबा आउँछ भ्यू र पनि हामी हार खाँदैन हामी गएको छ रेगुलर होइन हाम्रो नेपालमा चाहिँ बिजोग छैन ठाउँमा बाटो नभएर यहाँ चाहिँ अहिले घुम्ने ठाउँमा पनि यस्तो पुल बगाल हालिदिरहेको छ हाम्रो नेपालले पनि दुई तिनवटा पुल बनाइदियो भन्नु पर्ला हलिँदो रहेछ क्या हामीले पहिलोचोटि कोरिया 4.5 किलोमिटर हिँडेर कीर्तिमान रचेका छौँ गाइस पेट बोसो लागेर यस्तो गाह्रो भएको थियो मलाई सो लेट्स गो टु द न्यू च्यालेन्ज सो अब चाहिँ त्यो पुलमा चढ्यो भने भिडियो बनाउँछु नत्र अब त्यतिकै हामी खानासाना खान्छौँ अनि घर जान्छौँ गाइस चाहिँ हाइएस्ट ब्रिज है यहाँको यो मध्येको बबाल ठुलो रहेछ फोन झर्न सक्यो फेरि यहाँ बबाल छ त्यो स्मुदी खाँदैछौँ हामी बबाल ठुलो छ तल हेर्दा तपाईँ डर लाग्ने क्या च्यौ पाउ बबाल छ गाइस हामीले सबै घुमिसक्यो होइन यो पुल चाहिँ लास्ट हाम्रो डेस्टिनेसन थियो हामीले 4 किलोमिटर हिँडेर यहाँ आउँदा यो पुल रहेछ एउटा अनि सक्यो हामी राइटबाट जाँदा पनि भयो लेफ्टबाट जाँदा पनि भयो जताबाट इन्ट्री पोइन्ट छ होइन दुईपट्टिबाट हिँड्नु पाइयो सो आजको भ्लग यस्तै भयो गाइस सो डोन्ट फर्गेट टु सब्सक्राइब डोन्ट फर्गेट टु लाइक सी यू नेक्स्ट भ्लग सी यू